आज चाहिँ हामी चाहिँ फ्यामिली ट्रिपमा जाँदैछौँ। अहिले चाहिँ हामी गाडीमा छौँ होइन। अन्त यो अघि आधी गइसक्नु भएको छ। अहिले हामी जाँदैछौँ, आधी चाहिँ आउनु हुँदैछ। यहाँ देखाइदिनुहोस् ब्यागबाट कतिजना छ भनेर चाहिँ। अब बाटोमा देखाउँछु कि तल पुगेर देखाउँछु ल कहाँ गएको भनेर चाहिँ। अहिले चाहिँ हामी चाहिँ होइन हामी त नजिकै आएको यहाँ यो के अरे पिकनिकको लागि। तर गाडीले मातेर चाहिँ अहिले यहाँ एकछिन निस्केर चाहिँ अकबरी खानु बसिरहेको कि सबैजना मातेर। अरू चाहिँ खै एक गाडी त आइपुगेकै छैन हौ। अब चाहिँ एकछिन रेस्ट गरेर चाहिँ अब फेरि हामी लागेको है त। लु अब चाहिँ यहाँ सामानहरू चाहिँ यहाँ छ, यसलाई निकाल्नु पर्ने हुन्छ। बक्स पनि ल्याएको होला। यहाँ यी सामानहरू छ, थाल भाँडा कुरा यहाँ छ। लु अब चाहिँ साथीहरू हामी चाहिँ पुग्यौँ होइन। पुग्यौँ भन्दा पनि त्यो गाडीहरू राख्ने जग्गामा चाहिँ पुग्यौँ। सो हामी चाहिँ यता जाँदैछौँ होइन। अन्त सिनहरू पनि एकदम दामी छ। आजको त वेदर यति दामी भएर रहेछ नि के भन्नु कुरा। हेर्नु माथि धानहरू। मैले त्यसरी चाहिँ फोन चाहिँ पक्रिन्थेन कि, तर आज चाहिँ फर्स्ट टाइम पक्रेर ट्राई गरिहेरेको कस्तो हुँदो रहेछ। अब चाहिँ हामी जाँदैछौँ, अहिले भेटौँ ल। यहाँ चाहिँ पिकनिक स्पटको लागि जाँदैछौँ। अनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदमै बिक्सो दया भन्दा पनि हुन्छ बाहुबली। अनि साथसाथ तपाईँले देख्न सक्नुहुन्छ यहाँ कति चाहिँ दामी चाहिँ भ्यू चाहिँ छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ बाटो चाहिँ अलिक अप्ठ्यारो छ, तर भ्यू चाहिँ एकदमै राम्रो छ। यो चाहिँ प्राय मान्छेहरू चाहिँ यहाँ चाहिँ पिकनिककै स्पटको लागि चाहिँ आउँछ हो। म चाहिँ आएको तर साह्रै गाह्रो रहेछ गाह्रो। म बोक्छु ल। हामीलाई त मजा आइरहेको छ यस्तै बाटोमा। अब चाहिँ हामी चाहिँ यहाँ पिकनिक स्पटमा आइपुगिसकेको छौँ। अब दिन हेर्नुहोस्, प्लेस चाहिँ हेर्नु न कति दामी छ। र अब चाहिँ हामी यता जान्छौँ, हाम्रो टिमहरू यता छ। यहाँ चाहिँ सुमर दालले चाहिँ हो कि मारिसक्नु भएको रहेछ माछालो। दादा हेलो भन्नु। हेलो नमस्कार। मजा हुँदैछ भन्नु। आमा लाउँछ लाउँछ अब हेलो भन्नु नि। मजा आउँदैछ यहाँ मजा आउँदैछ। यहाँ आपा कति खै कानको छोटो भयो नि मेरो। छोटो भयो ऊपर हेर्नुहोस् है खोलाहरू यस्तो छ भ्यू हो। यहाँ म भेनाहरू देखाउन चाहन्छु। भेना यता सुमाचा सुमाचा ऊपर सबैजना आफ्नो आफू बिजी छ। हामीलाई चाहिँ आज चाहिँ हामीले चाहिँ यो चाहिँ हाम्रो फ्यामिली ट्रिप हो होइन। हामी चाहिँ फ्यामिली आएको पिकनिकको लागि। अब आज हामी दिनभरि के गर्छौँ म तपाईहरुलाई देखाउँछु। तपाईहरु चाहिँ यो भिडियो हेरेर इन्जोय गर्नु होला। अनि तपाईहरु पनि फ्यामिलीसँग यसरी हामी जस्तै
यसरी पिकनिक खेल्नु जानु होला। आज हाम्रो उयोहरू चाहिँ भर्खर आउनु हुँदैछ, आदि पार्टनरहरू। म तपाईँहरूलाई देखाउँछु ल। पर आउनु हुँदैछ, आक्कु आउनु हुँदैछ, अनि आनम पनि आउनु हुँदैछ हो। यो यसरी आउनुपर्छ। मासु पो बोकेर आउनु भएछ त। बजारबाटै ल्याउनु भयो आएको। ए लु लु आएको छैन, आउनु भएको छ यहाँ। मैले मिस हेलो भन्नु है। चिन्ता उ हेर्नु, चप्पल खोलेर आउनु हुँदैछ। चप्पल खोलेर कस्तो चाहिँ होला बाटो चाहिँ। सरी सरी जुत्ता रहेछ, मैले चप्पल भन्बाट यहाँ माथि आउनु हुँदैछ। एकजना क्यामेराम्यान कता हराइ जानुभयो, एकजना सुमी दिदी पनि छ होला हौ। सौदा लिनु जानुपर्ने बेला भयो। अनि यहाँ माथि साह्रो परेर आउँदैछ। भारी बोकाइ। ए अब 4 जना हात हल्लाइदिउँ म्याच। साइली दिदी हेर्नु नि त्यहाँ डराएर। बाटो पन्साउँदै हिँड्नुहुँदैछ। उहाँ चाहिँ गरमले यहाँ रुखको उयसमा बस्नु भएको चाहिँ तल पानी पुरा चिसो छ जाउँ। अनि अब अहिले भेटौँ नि ल। अब अहिले यहाँ अब सुर्ताल हुँदैछ ल। ल साथीहरू, अब चाहिँ हाम्रो चाहिँ यहाँ माथि चाहिँ म चाहिँ यहाँ खोला खेलेर आएको होइन। अलिअलि खोलामा चाहिँ पानी चिसो रहेछ हो। यहाँ चाहिँ हाम्रो आन्टीले चाहिँ ए हुन्छ अब यहाँ चाहिँ चिया पकाउनु हुँदैछ हो। हेर्नुहोस् होला, म त अलिक चलाउनु जान्दिनँ हौ। यहाँ नै चिया पाक्दैछ, आगो फुकेर यहाँ पानी हो। सबैजना बिजी छ अहिले हो। सो अहिले चाहिँ अब हामी यो गीत पनि अब गीत बजाएर डान्स गर्नुपर्छ हो। हजुर, अब अहिले चाहिँ एकछिन फिलहाल चाहिँ रिल्स बनाउने, सो त्यसको लागि लुगा लिन आएको। अहिले भेटौँ ल। अब चाहिँ आउनु दिदी र म। अब मजा आउँदैछ होइन एकदम। अन्त फ्यामिली ट्रिप हेर्न हामी त दिदी बहिनी त हो, साथी साथी हो। नभनको ल। अब चाहिँ हामी उयो गरेछौँ नानीहरू। ओ केटाहरू भाइहरू यता आउन, हेलो भन न। कि मेरो चाहिँ यो दिदी र दादाको छोराहरू है। ल अब अहिले भेट्दै गरौँ। यहाँबाट चाहिँ रिल्सको लागि एकदम प्र्याक्टिस हुँदैछ है, रिल्स बनाउनुको लागि चाहिँ। सन्सिङ दा हेलो। धन्यवाद। हो सबैजना बिजी हुनुहुन्छ है। ल मेरो हाम्रो अब खानापिना हुँदैछ, खाजाको लागि टमाटर प्याज अनि पिकनिक हो। त्यसै कारणले चाहिँ के भन्छ मान्छे चाहिँ खानु भएन हो। अरू चाहिँ आधी तल स्प्रिङ, आधी आफ्नै, आधी चाहिँ हुँदैछ। खाजा पनि छ है। बनाना थ्याङ्क यू फाट के कारण थ्याङ्क्स। अंकल अब खाना पकाउने टाइम लाग्छ, त्यही कारणले गर्दा चाहिँ पनिर घरमै पकाउनु है। अब चाहिँ हामी यहाँ अर्ग्यानिक है, यहाँ सिलौटो बनाउँदै गरेको यहाँ मार्न सक्नु सिधो लागि। अब भन्दैन बा तपाईँलाई लसुन प्याज कति हो कबाडी चिबी चप्पल देखेर कमेन्ट गर्छ होला।
मासुरामा पनि रेडी भइसक्यो हो। यहाँ सबैजनाले खानु थाल्नुभयो। यहाँ माथि सियालमा गएर पनि खानु हुँदैछ हो। मतलब शीतल हावामा बसेर यहाँ सबैजना खानाहरू खानु हुँदैछ। अब यहाँ बसेर खाना खानु थाल्नुभयो। म त पक्रिनु पनि जान्दिनँ। हेर्नु न हात आएको, खाइदिनु न। मिठो भएछ। कसो मार्दा खाइदिनु नि। ठिक। यहाँ 3 जना। यहाँ चाहिँ आपाको ढिङ्कुली चाहिँ डायमन्ड चिकन डायमन्ड। त्यही त मिठो भएछ। अब म पनि खाएँ। खानु त खाँदैछु कि। घाम चाहिँ निजामा आएर हौ। Bye. छिटो खाऊ है। अब चाहिँ हामी सबैजना जाने तर्खर लागिसक्यो। उहाँहरू चाहिँ निस्किसक्नु भएछ। अब हामी यहाँ निस्किनु आँटेको हो। आधीहरू चाहिँ सायद माथि पुगिसक्यो होला। सो थ्याङ्क्स फर वाचिङ। बाई बाई।